फाइनली प्लस टूको एक्जाम सकियो। अब के गर्ने, कुन विषय पढ्ने, के सिप सिक्ने, के आइडिया छ? तपाईँहरूलाई सायद छैन होला, किनभने तपाईँहरूलाई बाहिरको मार्केट थाहा छैन। कुन कुन पदहरू डिमान्डमा छन्, अहिले के को जबको एकदम धेरै डिमान्डमा रहेको छ त्यो तपाईँहरूलाई थाहा छैन, किनभने तपाईँहरूलाई राम्रोसँग काउन्सिल गर्ने व्यक्ति छैन। त्यसैले आजको यस भिडियोमा म तपाईँहरूलाई प्लस टू पछाडि के गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्नेछु। यो भिडियो तपाईँहरूको लागि एकदमै धेरै इम्पोर्टेन्ट हुन सक्छ। नमस्कार, म टोपेन्द्र केसी, कन्टेन्ट क्रिएटर राइजिङ जब सेन्टरबाट। आजको यस भिडियोमा चाहिँ हामी तपाईँहरू कुन कुन पदको लागि इलिजिबल हुनुहुन्छ, प्लस टू पछाडि तपाईँहरू कुन कुन पदको लागि योग्य हुनुहुन्छ त्यसको बारेमा कुरा गर्नेछु। साथै तपाईँहरू प्लस टूको रिजल्ट आउँदैसम्म एक्जाम दिइसके पछाडि के सिपहरू सिक्न सक्नुहुन्छ र यो टाइमको सदुपयोग कसरी गर्न सक्नुहुन्छ यसको बारेमा कुरा गर्नेछु, किनभने यो समय तपाईँहरूको लागि एकदमै धेरै इम्पोर्टेन्ट रहेको छ। साथै तपाईँहरूले सबैले सिक्नै पर्ने अनिवार्य सिपहरूको बारेमा पनि कुरा गर्नेछु। साथै तपाईँहरूको लागि केही सुझावहरू दिनेछु जुन तपाईँहरूको लागि लाइफ चेन्जिङ हुन सक्छ। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परे भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अब हामी कुरा गरौँ तपाईँहरू प्लस टू पास गरिसकेपछि कुन कुन पदको लागि योग्य हुनुहुन्छ त। सबैभन्दा पहिले तपाईँहरू लोकसेवाले लिने चौथो या त पाँचौं सरहको सम्पूर्ण पदको लागि योग्य हुनुहुन्छ, या भनौँ नासु या त खरिदार र सो सरहको पदको लागि तपाईँहरू योग्य हुनुहुन्छ। अनि तपाईँहरू एउटा आधारभूत तहको शिक्षकको लागि योग्य हुनुहुन्छ। तपाईँहरू म्यानेजमेन्ट सेक्टरबाट हुनुहुन्छ भने अकाउन्टेन्टको लागि योग्य हुनुहुन्छ। अनि तपाईँहरू रिसेप्सनिस्ट, अफिसर, काउन्सिलरको लागि पनि योग्य हुनुहुन्छ। साथै तपाईँहरू विदेश शिक्षा सम्बन्धी पनि योग्य हुनुहुन्छ। यो सँगै तपाईँहरू आफ्नो सम्बन्धित विषयका विभिन्न पदहरूको लागि पनि योग्य हुनुहुन्छ। अब हामी भिडियोको दोस्रो पार्टमा तपाईँहरू जुन यो बिदाको टाइम छ, एक्जाम दिइसकेपछि रिजल्ट आउँदैसम्मको टाइमलाई कसरी सदुपयोग गर्न सक्नुहुन्छ भन्ने बारेमा कुरा गरौँ, किनभने यो टाइम तपाईँहरूको लागि एकदम धेरै महत्त्वपूर्ण हुन्छ र यसको बारेमा हामी विषयगत रूपमा जान्ने कोसिस गरौँ। सबैभन्दा पहिले साइन्स स्टुडेन्टहरूको लागि, तपाईँहरू यदि साइन्स स्टुडेन्ट हुनुहुन्छ र साइन्सबाट प्लस टू कम्प्लिट गर्नुभयो भने तपाईँहरू पहिले आफ्नो मोटिभ हेर्नुहोस्। तपाईँहरू एमबिबिएस पढ्न चाहनुहुन्छ या त इन्जिनियरिङ पढ्न चाहनुहुन्छ, इन्जिनियरिङमा कुन इन्जिनियरिङ पढ्न चाहनुहुन्छ यसको बारेमा तपाईँहरू इन्ट्रान्स लिन सक्नुहुन्छ। इन्ट्रान्सको प्रिपरेसन गर्नुहोस् र यसैको बारेमा तयारी गर्नुहोस्। साथै तपाईँहरू माथिल्लो लेभलमा कुन त विषय लिएर पढ्न चाहनुहुन्छ, जस्तै कसैको सिए हुनसक्छ, कसैको बिबिएस हुनसक्छ होइन। साइन्स स्टुडेन्टहरूले पनि त पढ्छ नि त, र कसैले बिएससी पढ्न सक्नुहुन्छ। यस्तै विषयमा तपाईँहरू कुन विषय लिएर पढ्न चाहनुहुन्छ यसको इन्ट्रान्सको प्रिपरेसन गर्नुहोस् र इन्ट्रान्समा राम्रो स्कलरसिपमा जाने कोसिस गर्नुहोस् या त राम्रो अङ्क ल्याएर अगाडि बढ्ने कोसिस गर्नुहोस्। साथै तपाईँहरू विदेश शिक्षातर्फ पनि जान सक्नुहुन्छ, आइएल्स पिटी के हुन्छ यो पनि गर्न सक्नुभयो होइन। या त तपाईँहरू इलेक्ट्रिकल र कम्प्युटर हार्डवेयर सम्बन्धीको काम सिक्न सक्नुहुन्छ होइन, किनभने सिप सिक्नुभयो भने तपाईँहरू कहिले पनि पछाडि पर्न सक्नुहुन्न। सो तपाईँहरू सिपहरू पनि सिक्न सक्नुहुन्छ, या त आजको युगको एकदमै डिमान्डिङ पद डिजिटल मार्केटिङ पनि सिक्न सक्नुहुन्छ जुन तपाईँहरूको लागि युजफुल हुनसक्छ। त्यस्तै तपाईँहरू यदि म्यानेजमेन्टको स्टुडेन्ट हुनुहुन्छ भने तपाईँहरू त अकाउन्टिङ सफ्टवेयर अनिवार्य सिक्नुहोस्, किनभने अहिले अकाउन्टेन्टको डिमान्ड एकदम तीव्र रूपमा रहेको छ। त्यस्तै तपाईँहरू भ्याट, टिडिएस सम्बन्धीको काम सिक्न सक्नुहुन्छ, यसको क्यालकुलेसनहरू सिक्न सक्नुहुन्छ। यसो गर्दा तपाईँहरू जीवनमा फेल खाने सम्भावना त सायद कमै हुन सक्ला। त्यस्तै यदि तपाईँहरूले होटेल म्यानेजमेन्ट कोर्स लिएर पढ्नु भएको छ भने यसैको बारेमा इन्टर्न गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईँहरूलाई कामको अनुभव पनि भयो र प्लस टूको रिजल्ट आइसकेपछि तपाईँहरूलाई राम्रो जब मिल्न पनि सक्छ। साथै तपाईँहरू सम्बन्धित विषयको तालिम लिन सक्नुहुन्छ, जस्तो कि म्यानेजमेन्ट सेक्टरभित्र पनि विभिन्न विषयहरू हुन्छ नि त, यसको बारेमा पनि तालिम लिन सक्नुभयो। या त तपाईँहरू अहिलेको डिमान्डिङ पद डिजिटल मार्केटिङतर्फ पनि जान सक्नुहुन्छ। त्यस्तै तपाईँहरू यदि एजुकेसन सेक्टरको विद्यार्थी हुनुहुन्छ भने चाहिँ तपाईँहरू सबैभन्दा पहिले त टिचर ट्रेनिङ लिन सक्नुभयो या त लाइसेन्सको लागि प्रिपरेसन गर्न सक्नुभयो, किनभने तपाईँहरू कक्षा 8 सम्म पढाउनको लागि र लाइसेन्स लोकसेवाको लागि योग्य हुनुहुन्छ। त्यस्तै तपाईँहरू आफ्नो विषयमा जुन विषय लिएर पढ्नु भएको छ, प्लस टूमा जुन विषय लिएर पढ्नु भएको छ, कसैले साइन्स लिएर पढ्नु होला, कसैले म्याथ लिएर पढ्नु होला, कसैले हेल्थ लिएर पढ्नु होला, कसैले सामाजिक, कसैले नेपाली, विभिन्न विषय लिएर पढ्न सक्नुहुन्छ। यदि तपाईँहरू त्यो सम्बन्धित विषयको कक्षा 1 देखि 8 सम्मको सिलेबसलाई राम्रोसँग हेर्नुहोस्, त्यसमा के कुरा पढाउन सक्नुहुन्छ, पढाउनु पर्नेछ,
त्यसको बारेमा पढ्नुभयो भने तपाईँहरूलाई सायद सहज हुन सक्छ। त्यस्तै तपाईँहरू मोन्टेसोरी तालिम अथवा कुनै ठाउँमा गएर इन्टर्न लिन सक्नुहुन्छ। त्यस्तै यदि तपाईँ आर्टको स्टुडेन्ट हुनुहुन्छ भने तपाईँहरूको लागि त एकदम बिन्दास तरिकाको अपर्च्युनिटीहरू मिल्न सक्छन्। किनभने तपाईँहरू यदि आर्टको स्टुडेन्ट हुनुहुन्छ भने यो खाली समयमा तपाईँहरू फोटो एडिटिङ सिक्न सक्नुहुन्छ, भिडियो एडिटिङ सिक्न सक्नुहुन्छ, डिजाइनिङ सिक्न सक्नुहुन्छ, फ्यासन डिजाइनिङ सिक्न सक्नुहुन्छ, फोटोग्राफी भिडियोग्राफी सिक्न सक्नुहुन्छ, सोसियल मिडिया ह्यान्डलिङ सम्बन्धी सिक्न सक्नुभयो, डिजिटल मार्केटिङ, ड्रामा र यस्तै अरू सिपहरू सिक्न सक्नुहुन्छ। यसो गर्दा तपाईँहरूलाई म ग्यारेन्टी दिन सक्छु तपाईँहरू कहीँ पनि फेल हुनुहुन्न। यो त भयो विषयगत सिपहरू। अब तपाईँहरू सबैले के सिक्न सक्नुहुन्छ त, जसले तपाईँहरूलाई लाइफमा कहीँ न कहीँ त प्रयोग होस् र तपाईँहरूको लाइफलाई इजी बनाओस्। यसको लागि तपाईँहरू यो सिक्न सक्नुहुन्छ। सबैभन्दा पहिले त तपाईँहरू कम्प्युटर सिक्नुहोस्, एटलिस्ट बेसिक इन कम्प्युटर त अनिवार्य रूपमा, जो तपाईँहरू सबैको लागि एकदम इम्पोर्टेन्ट हुन्छ। त्यस्तै तपाईँहरू इमेल र इन्टरनेट पनि सिक्न सक्नुहुन्छ, जुन तपाईँहरूको लागि आजको आवश्यकता भइसकेको छ र तपाईँहरूको लागि अवसर हो। त्यस्तै एआई तालिम, तपाईँहरूले सोच्नु पनि भएको छैन होला अहिले एआई तालिमहरू लिएका व्यक्तिहरूको डिमान्ड कतिको छ भनेर। या त हाम्रो दैनिक जीवनमा विभिन्न कामहरू गर्नको लागि पनि एआईको युज त सबैले गर्छन् के, तर यसलाई कसरी युज गर्ने यसको बारेमा तालिम कसैले लिँदैनन्। सो तपाईँहरू एआई तालिम लिन सक्नुभयो। या त तपाईँहरू होटेल सम्बन्धी तालिमहरू लिन सक्नुभयो, कुक, वेटर, किचन हेल्पर, हाउसकिपिङ, बारिस्ता, विभिन्न पदहरूमा होटेल तालिमहरू लिन सक्नुभयो। डिजिटल मार्केटिङ अनिवार्य रूपमा लिन सक्नुहुन्छ होइन, किनभने डिजिटल मार्केटिङ अहिले एकदमै डिमान्डमा रहेको पद हो र तपाईँहरू इन्टर्नसिप गर्न सक्नुहुन्छ कुनै पनि विषयलाई लिएर। यसले तपाईँहरूलाई एउटा अनुभव प्रदान गर्छ भने जब गर्नको लागि पनि पछि तपाईँहरूको लागि क्वालिफिकेसनमा सहज गर्छ। भिडियो लामो भइसकेको छ, भिडियोको अन्तिम पार्टमा चाहिँ अब म तपाईँहरूलाई केही सुझाव दिन्छु र यो सुझाव केवल मेरो तर्फबाट हो। सो यो तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट साबित हुन सक्छ। तपाईँहरू त सबैभन्दा स्ट्रेस र टेन्सन चाहिँ लिँदै नलिनुहोस् होइन, किनभने टेन्सन लिनुभयो भने तपाईँहरूको दिमाग खराब मात्रै हुने हो, उपलब्धि केही पनि हुँदैन। सो आफ्नो माइन्डलाई कुल राख्नुहोस्। र अर्को कुरा, तपाईँहरू कसैको कुरा नसुन्नुहोस्, न त घर परिवारको कुरा पनि नसुन्नुहोस्। तपाईँहरूलाई के ठिक लाग्छ, आफू के को लागि प्यासिनेट हुन सकिन्छ, आफू के काम गर्न सकिन्छ होइन। तपाईँहरू साइन्स त लिनुभयो तर डाक्टर बन्नुपर्छ भन्ने आवश्यक छैन। तपाईँहरू डिजिटल मार्केटिङ गरेर आफ्नो करियर सेटअप गर्न सक्नुहुन्छ। म्यानेजमेन्ट लिनुभएको छ भने सिए पढ्न आवश्यक छैन, बिएससी पढ्न, बिबिएस पढ्न आवश्यक छैन। तपाईँहरू आफूलाई कहाँ उचित लाग्छ, तपाईँहरू आफू कहाँ प्यासिनेट हुन सक्नुहुन्छ त्यो सिक्नुहोस्। चाहे तपाईँहरू कुक सिक्नुहोस्, चाहे वेटर सिक्नुहोस्, त्यो तपाईँहरूको लागि उचित हुनु पर्यो होइन। तपाईँहरू त्यहाँ ध्यान दिनुहोस्, कसैको कुरा नसुन्नुहोस्। यो मेरो दोस्रो सुझाव। अनि तेस्रो सुझाव, तपाईँहरू कसैसँग करियरको लागि परामर्श लिनुहोस्। आफ्नो दाजुभाइ, आफ्नो अग्रजसँग परामर्श चाहिँ लिन सक्नुभयो, तर उनीहरूले भनेको कुरा चाहिँ नसुन्नुहोस् है। अब यसमा तपाईँहरू के हो, मैले के भन्न खोजेँ तपाईँहरू बुझ्नुहुन्न, यसको बारेमा तपाईँहरू बिस्तारै बुझ्न सक्नुहुन्छ। उनीहरूले यो गर भनेको कुरा नसुन्नुहोस्, तर के गर्न सकिन्छ यो कुरा सुन्नुहोस्। जुन तपाईँहरूलाई थाहै छैन त्यो कुरा तपाईँहरूको लागि बेस्ट पनि त हुनसक्छ नि होइन र। सो परामर्श चाहिँ लिन सक्नुभयो होइन। अनि मेरो विचारमा अहिलेको सन्दर्भमा नेपालको सिचुएसनलाई हेर्नुपर्दा डिजिटल मार्केटिङमा एकदमै धेरै डिमान्डिङ पद छ होइन। अनि टिचरको लागि एकदम धेरै आवश्यकताहरू छ, टिचर धेरै चाहिएको छ। अनि होटेल लाइनमा विभिन्न पदहरू स्पेसली कुक एकदम धेरै चाहिएको छ। सो तपाईँहरू +2 गरिसक्नुभयो भने चाहिँ डिजिटल मार्केटिङमा तर्फ जान सक्नुहुन्छ होइन। यदि तपाईँहरू एजुकेसनको स्टुडेन्ट हो भने तपाईँहरू लाइसेन्सको तर्फ जान सक्नुभयो, लाइसेन्सको तयारी गर्नुहोस्, टिचर बन्नुहोस्, भ्याट्टै नाम निकाल्नुहोस्, जागिर खानुहोस्। त्यो तपाईँहरूको लागि एउटा इम्पोर्टेन्ट पद हुनसक्छ। साथै तपाईँहरू कुकिङतर्फ जानुहोस्, एकदम बेस्ट हुन्छ। तपाईँहरू विदेश जानुहुन्छ भने पनि, नेपालमै बस्नुहुन्छ भने पनि, जहाँ जानुहोस् तपाईँहरू यदि कुकिङ सिक्नुहुन्छ भने तपाईँहरू कहीँ जाँदा पनि फ्लप हुनुहुन्न, यसको ग्यारेन्टी म लिन्छु। सो अब चाहिँ भिडियोको लगभग समेट्नु पर्ने कुरा सबै समेटिसकेको छु। यदि तपाईँहरूले यहाँसम्म भिडियो हेर्नुभएको छ भने तपाईँहरूको लागि एकदमै सायद हुन्छ नि, करियरको लागि पनि तपाईँहरू प्यासिनेट हुनुहुन्छ। अनि तपाईँहरूले धेरै कुरा पनि थाहा पाउनुभयो होला सायद, जहाँसम्म मलाई लाग्छ। सो एउटा रेड हार्ड कमेन्ट गर्न नभुल्नु होला र तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होइन। यदि भिडियो मन परेको भए भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। सो आजको लागि यति नै, भेटिनेछौँ अर्को यस्तै इन्ट्रेस्टिङ भिडियोको साथमा। तबसम्मको लागि बाई बाई, नमस्कार।